अर्काको छोरीसँग बिहे गर देब्रे फर्क्यो सङ्गे दादाको टेन्सन घोप्टो पर्दा नि त्यो जसलाई मैले हनीमुन हान्नलाई पोखरा लगे नि त्यो बुढी जसको बाउले मलाई ज्वाइँ भन्छ जसको चाहिँ बहिनीले मलाई भेना भन्छ ए छैन कि यो कुन हगाई हो कुन हगाई हो अरे आज के तपाई आज हुनुहुन्छ गाइस हेलो एन्ड वेलकम ब्याक अगेन इन माई भिडियो सबजनालाई स्वागत छ। आज पनि फेरि हामी नयाँ भिडियो लिएर आइसकेका छौँ होइन। तपाईँहरूले टाइटल र थम्बनेल हेरेर त थाहा नै भइसक्यो होला कि आज हामी कुन भिडियोमा रियाक्ट गर्न जाँदैछौँ भनेर। नेप अपडेट भन्ने दाइको मतलब नयाँ भिडियो आएको छ, कमेडी भिडियो होइन, मतलब रियाक्सन भिडियो। अब मतलब त्यो भिडियो छ, अब हामी त्यसमा रियाक्ट गर्न जाँदैछौँ। ढिला नगरिकन त्यतातिर जाउँ। अनि तपाईँहरूलाई मेरो कन्टेन्ट कस्तो लाग्छ, मनपर्छ भने चाहिँ लाइक सेयर सब्सक्राइब नै गर्नु होला। मेरो च्यानलमा न्यू छ भने सब्सक्राइब गर्नु, अनि भिडियो हेर्नुभन्दा अगाडि लाइक गरिदिनु होला। सो यति भन्दै भिडियोतर्फ लागौँ है त। डिस्क्लेमर दिस भिडियो इज ब्ला 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 ब्ला। तेरो उमेर त भयो त, अब बिहे गर्ने होइन बाबु। उमेर भयो बिहे गर्नलाई? बिहे मान्छेले गर्ने हो, उमेरले यो सही बात। आम्बो पैसा त कहिले पनि सकिँदैन होला है। खर्च नगरी राख्यो भने चाहिँ गण्डकी अञ्चलले अर्काको छोरीसँग बिहे गर आई एम मास्टर डिग्री होल्डर इन म्याथमेटिक्स। कतिमा किनिस् मास्टर डिग्री? किनेर पाउने भए के हेरेर बसे जस्तो। मास्टर इन म्याथमेटिक्स। कतिमा किनिस् त्यो मास्टर डिग्री? किनेर पाउने भए के हेरेर बसिरहेस् त। रिप्लाई त फेरि नेपालीले खतरा दिन्छ क्या। तँ म बिहे गर्छु, कुरो गर्न नापिस् तैँले। नापिन भने 2 दिनपछि झुन्डिँदा तिम्रो के बित्छ? मेरो त यहाँ लाइफको सवाल छ। पनि गरौँला त सङ्के दादालाई पिर पराछ भनेर रातभर सुत्न सकेको छैन। दाहिने फर्क्यो सङ्के दादाकै टेन्सन, देब्रे फर्क्यो सङ्के दादाकै टेन्सन घोप्टो पर्दा घोप्टो पर्दा ए सङ्खे दादा रे फेरि नाम पनि। अनि अझ यो दियो अङ्कल यो दाई होइन, लाइक बिग रेस्पेक्ट टु हिम होइन। खतरा कमेडी गर्छ क्या। सुटोको छोरी त होइन हो नि दाइ। राम्री केटी त टाढेबाट छर्न नि चिनिसक्यो दाइ। बुढीलाई फोन गर्ने त होइन। बुढी मतलब मेरो स्वास्नी जसलाई मैले बिहा गरेर सिन्दुर हालेँ नि त्यो जसलाई मैले हनीमुन हान्नलाई पोखरा लगे नि त्यो बुढी जसको बाउले मलाई ज्वाइँ भन्छ जसको चाहिँ बहिनीले मलाई भेना भन्छ ए छैन कि त्यत्तिकै ख्यालमै जसको बहिनीले चाहिँ मलाई भेट्ना भन्छ। बुझ्यौ नि तिमीहरूले? म्याडम हिँडिरहेछ है, सोचिरह होला। पछाडि फर्केर हेर्न नजान्ने रहेछ। यस्ता केटीको त भगवान्ले पछाडि घुच्चुकमा पनि आँखा फिट गर्छ। खतरा आम्बो लाइक ट्याक आम्बो यार। त्यत्तिकै नेपालीहरूलाई होइन मान्छेले किन उयो गर्छ भन्छ नि, यही कारण हो कि आम्बो गर वा ल। गाइजन तपाईँहरूलाई भिडियो कस्तो लागिरहेछ होइन, डु कमेन्ट है। अनि नेक्स्ट भिडियो कुनमा रियाक्ट गर्नु त्यो पनि तपाईँहरूले भन्न सक्नुहुन्छ। अनि भिडियो मन परिरहेछ भने चाहिँ लाइक गरिदिनु होला। च्यानलमा न्यू छ भने फेरि सब्सक्राइब गर्नु होला है त।
यस्ता रे बोकाहरू कसलाई भने बोकाहरू यता आइदेखिनस् ऊ त झन् ठुलो बोका अन्त दुःख दिनुहुन्छ यार अहिले यहाँ छिटो गर्नु नबोल्नु नि यार हग्ने बेलामा नबोल्नु क्या कतिचोटि भन्नु तपाईँलाई पनि गाह्रो हुन्छ मलाई पनि गाह्रो हुन्छ यो कुन हगाई हो कुन हगाई हो अरे आज के तपाईँ आज हुन्छ थाक्नु भएको छ मोटरो म थाकेको छैन स्कुटर चाहिँ थाकेको भनेर एकछिन रेस्ट यत्तिको चाहिँ हुन्छ कि त्यही भएर मलाई दयाङ दाई होइन तपाईँ खतरा ओपी दामी लाग्छ कि दाई होइन तपाईँ म तपाईँको फिल्महरू कहिले छुटाउँदिनँ होइन खतराको यस्तै मुमेन्ट हुन्छ भने मलाई थाहा छ कि तपाईँको फिल्ममा होइन त्यही भएर म आइएम योर ह्युज फ्यान भनौँ तिमीहरू पनि फ्यान दाईको फ्यान हो भने चाहिँ तल कमेन्टमा म पनि हो भनेर कमेन्ट हाल्नु है त डर लाग्यो भाग्छस् कहाँ गोले ए काठमाडौँमा मेरो घर छैन क्या यो घर कसको नाममा छ मलाई लाल पूर्जा हेर्नु पर्यो अनि के लाल पूर्जा चकटी बनाएर चाकमुनि राखेर बसेको छु र मैले यो त त्यो के अरे त्यो अहिलेको डन भने नि आम्बो डनलाई नि यस्तो हालत छ लाल पूर्जा मैले चकटी बनाएर राखेको छ अरे ल यस्तै यस्तै हो क्या यो मुला जिन्दगी सब्रे नि सुख छैन बिग्रे नि सुख छैन अब लाग्ने हो सरतिर लाग्ने रे आफ्नै गाउँमा त सिन्का बाँच्न सकेका छैन सहर गएर के गर्छ त्यत्तिकै दयाङ राई दाई हो त अनि हाम्रो आफ्नै गाउँमा त सिन्का भाज्न सकेको छैन अरे होइन अनि भाज्यो सिन्का सिम्पल मलाई थाहा छ यसको बन्दुकमा गोली नै छैन भनेर त्यसका बाजे कति चोप्या छ के दादा कति चोप्या अझै बैतरी चोप्ने बेलामा छैन मेरो चाक बन्दैछु साला कर क्या रहे हैं अलि मजाले थाप त मजाले थाप खतम सुन खतम चाक थाप रहेन डक्क यस्तो पछाडि गरेर यस्तो दियो भने यार सुन्दैछु दाइ भन्नु न सुन्दैछु दाइ सुन कहाँ छ मेरोबाट पनि झर्यो युनिक साउको झर्यो यो के कुल मिलाएर 15 रुपियाँ अनि यो छ त यो वाला दाइ के यताको क्याप लाग्यो हाम्रो यस्तो खतरा हाँस्छ नि यो दाइ हो क्या ट्याक्सी भाइ ट्याक्सी हजुर आफ्नो साउको हजुर आफ्नो सहरमा मिस नेपालहरू मस्त ह्यान्डसम र ट्यालेन्ट केटा नपाएर कुमारी बसेका छन् बुझ्यौ तेरो घरमा एकपटक कुवामै गऱ्यो भने तेरो त्यो अनुहार हेर तिमी भ्रममा छौ कविता आजले अनुहारको होइन ट्यालेन्टको भ्यालु छ अनुहारमा त म गोबरै पोतेर नि ससुराली बिहे गर्नु पऱ्यो बिहे गर्ने रे होइन के चाहिँ गर्छस् बिहे गरेर एउटा छोरा एउटा छोरी भन्छन् चञ्चले मेरो बानी यस्तै छ आम्बो होइन के गर्छस् बिहे गरेर अरे एउटा छोरी जन्माउँछु रे आम्बो
दाइको सोच चाहिँ खतरा छ। अनि केटा हो म तिमीहरूलाई के भन्छु एउटा कुरा है त, यहाँसम्म चाहिँ भिडियो हेरेछौ भने लाइक गर्न बिर्सेछौ भने यहाँ तल लाइकको बटन हुन्छ त्यो गर है। यस्तै छ। भाइको नाम नेपाली कि अङ्ग्रेजीमा? जेमा भने पनि हुन्छ, म मिलाएर लेखिदिउँला नि। नेपालीमा कुमार, अङ्ग्रेजी भन्दै भर्जिन। यो त अति है अति। नेपालीमा इङ्ग्लिसमा अरे होइन, अनि जेमा भनेर म मिलाएर लेखिदिन्छु अरे होइन। अनि नेपालीमा कुमार कुमार अनि इङ्ग्लिसमा के अरे साथीलाई सोध्यो भर्जिन रे। मलाई माया पिराती आयो माया पिराती लौ कि नलौ दो मन भो छोड काजी दाइलाई हो। दाजु डेटिङ नै पो सुरु भइसक्यो। चुप। मेरो सिद्धान्तै डकमकिने गरेको अङ्गाले। सो गाइज भिडियो चाहिँ यति नै हो होइन। अनि तपाईँहरूलाई कस्तो लाग्यो डु कमेन्ट है। यस्तै भिडियो तपाईँलाई अरू पनि हेर्नु मन छ भने चाहिँ म यो दाइको च्यानलको लिङ्क मेरो डिस्क्रिप्सनमा यो भिडियोको डिस्क्रिप्सनमा राखिदिनेछु। अनि तपाईँहरूले त्यहाँ गएर हेर्न सक्नुहुन्छ। अनि यस्तै भिडियोको लागि चाहिँ मलाई फलो गर्नु, सब्सक्राइब गर्नु, लाइक गर्नु होला। अनि यति भन्दै नेक्स्ट कुन भिडियोमा रियाक्ट गरौँ त्यो पनि भनिदिनु होला कमेन्टमा होइन। म सबैको कमेन्टको रिप्लाई गर्ने नै छु। अनि मेरो नाम चाहिँ सुशील मिक्चन, तपाईँलाई मिक्चन रियाक्सनमा वेलकम छ भन्दै आजको भिडियो यति नै। अनि आई लभ यु गाइज, लभ यु झोरले, बाई बाई।